वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। अलगा बिजी छु नगर्छु जना Isegin
भेट्न आएकोमा त पाकेको भात नखाई तिमीलाई भेट्न आएकोमा त पाकेको भात नखाई बस्ला बस्ला भएको माया बिचमा छाड्न नपाई ओ बिचमा छाड्न नपाई नम्बरी सुन हो नि म त चाँदी होइन पुरै माया देऊ मलाई आदि होइन नम्बरी सुन हो नि म त चाँदी होइन पुरै माया देऊ मलाई आदि होइन ओ पुरै माया देऊ मलाई आदि होइन हतार हतार नुहाएर अत्तर छरी आइछु हतार हतार नुहाएर अत्तर छरी आइछु हजुरसँग भेट्न पाउँदा फुरुङ फुरुङ भाइछु है फुरुङ फुरुङ भाइछु नम्बरी सुन हो नि म त चाँदी होइन पुरै माया देऊ मलाई आदि होइन नम्बरी सुन हो नि म त चाँदी होइन पुरै माया देऊ मलाई आदि होइन हाय पुरै माया देऊ मलाई आदि होइन आँखा बन्द गर सानो सोचेकै छिन आँखा बन्द गर सानो सोचेकै छिन माया छैन भने फर्की फर्की हेर्यौ किन ओ फर्की हेर्यौ किन नम्बरी सुन हो नि म त चाँदी होइन पुरै माया देऊ मलाई आदि होइन नम्बरी सुन हो नि म त चाँदी होइन पुरै माया देऊ मलाई आदि होइन ओ पुरै माया देऊ मलाई आदि होइन बिना जिन्दगीको किरण छ अर्थ बिना जिन्दगीको किरण छ आमाले बोलाउने चाहिँ कर्म चाहिँ हाम्रो पुरा गरियो भनेर आमाले दुध लाउने र जाने छोराले चाहिँ हाम्रो घरतिर छ लैरो फर्काएर लिएर आउँला माटोको होइन भाइलाई त्यति दुईटा मात्र चाहियो र मैले फेरि त्यो ढुङ्गाको के अरे माटोको त्यो नि हुन्छ सकभर चाहिँ बाबा त्यो के काठकै भयो अच्छा हो त हो ए हो त्यो त आउँछ त्यति उसँगै सकुन भाइ भोलि नोट गरे भोलि दिइहाल्नु बिहानै यो भनेको हाम्रो संस्कार हो है तपाईँ नाइ भन्न पाउनुहुन्छ एउटा कुरो गरौँ न एउटा चाहिँ 4 बोतल रक्सी बोक्नु मेरो भाइ त एक पाठी चाहिँ रोटी अलि त आउनु नि पुग्या एउटा राप्से भनेर छोडिदिनु आमा छोराउनु पनि राप्से त थाहा छैन यो चलन हो है राप्से बस त्यो भनेर छोडिदिनु र एउटा भारी चाहिँ हामीले बिजोर गरेर लिएर आएका छन् यो 4 बोतल रक्सी लैजानु त्यो यस्तो अब बुहारीको साथी सङ्गी यहाँको आमा समूह हो कि होइन यो हो कि गाउँ टोलको रीतिरिवाज हिजोको रीतिरिवाज भोलि चाहिँ एउटा 2 जाडा पोलेर धेरै मान्छेको धेरै कुरा हुन्छ काली
हुँदैन है छेत्री हुँदैन है छेत्री मामालाई पनि तपाईँले रेडी गराउनुहुन्छ उहाँलाई पनि यसो गर्नु काँचो काँचो बदाम खोकी लाग्छ धेरै नखाम काँचो काँचो बदाम खोकी लाग्छ बजैको बाईको बिरुवा भित्र चराको निर्वीर देउता हो करङसामा चराको पछाडि करङसामा चराको कुल देउता हो पहिलेको बजेको वीर आज पूजा गर्दाखेरि बिहा बटनमा हामीले जहिले पनि चढाइन्छ देउता हो हाम्रो बिहा बटन हुँदाखेरि आज पूजा हुँदाखेरि चढाउने हो यो मरी देउता हो निस्किने हो गाई छ तल के हो निस देउताको मलाई पीडा कष्ट एकदम नगर्नु हाम्रो निर्मी देउता रक्षा गरेर कुल देउताले रक्षा गरेर र अगति परिपरि दियाको पाइहरू रक्षा गरेर साथीले छ मम्मी गार्डन गई आउँछ छैन नि त्यहाँ उसको हेर थलाई ए यहाँ दिदी घर जाम नानी निनी घर लिने एउटा
के होइन म माथि चढ्ने देखाइन भोट लाग्छ भनेर ल यो साथमा आउन किन नमस्ते झोरले ल्यासो फेपला स्याउरो तसले छजालो सम्पूर्ण हाम्रो आज मेरो छोरा सुनिल थापाको आज ढोकभेट हुँदैछ र जति पनि यो उसमा यो आजको कार्यक्रममा मेरो छोराको ढोकभेटको लागि जति पनि सहयोग गर्नुभएको छ सम्पूर्णलाई विशेष धन्यवाद आभार व्यक्त गर्न चाहन्छु र मनमुटुबाट सम्मान व्यक्त गर्दै यो आजको अहिले हामी यहाँबाट हामी जाँदैछौँ बाटखोला यो खाली गाउँबाट हामी जाँदैछौँ र सबैलाई यो ढोकभेटको लागि तपाईँहरूको यो साथ समर्थन र तपाईँको योगदान तपाईँको यो सहयोगलाई विशेष म यही क्यामेराबाट यही ठाउँबाट म एकमुष्ट धन्यवाद आभार व्यक्त गर्न चाहन्छु र तपाईँ सम्पूर्णले हुन त आज ढोकभेट हो भोलि पनि छ भोलि हाम्रो भोज भोलि हुँदैछ र सम्पूर्णलाई यही निमन्त्रणा अझै पनि कतै हामीबाट छुटपुट भएको छ भने कुनै पनि मिस्टेक भएको छ भने हामीबाट हाम्रो कारणले कसैलाई निमन्त्रणा पुगेन भने यही मार्फतबाट म आफ्नो कमी कमजोरीलाई म स्वीकार्न चाहन्छु त्यसै कारणले आजको ढोकभेटमा सबैले साथ समर्थन तपाईँले गरिदिनु भएको छ तपाईँ सम्पूर्णलाई फेरि पनि म धन्यवाद व्यक्त गर्दै म यो शब्द यहीँ टुङ्गान चाहन्छु हस् त नमस्ते धन्यवाद मोबाइल त हुन्न मेरो मोबाइल त हुन्न सानी जान्छ माथि छोड्दिन अनि म जान्न कि सेतो यहाँ माथि नमस्ते रहि जस्तो नमस्ते गर्छ नमस्ते झोरले भन्नु न झोरले भन्नु न झोरले भन्नु बाजेको बुझ्छ बाबा बाबु यसो गर्नु न यो हाम्रो भदै सुनिल बाबुको बिहामा बाटोला मगर समाजको भवनमा बिरुवा गाउँपालिका वडा नम्बर 3 खाली सारू थरबाट बाटखोला भदै बाबुको बिहामा जन्ती जाँदैछौँ अब फिचेको केसमा सिउरेको त्यो फुलको तुङ्गा सुहायो सिरेमा हटाइदिउ तिम्रो त्यो पछ्यौरी देखाइदेऊ जुन झै मुहारी हँसिलो मोती जस्ता दन्त तिम्रा आँखा गाजलु तिर्मिराउँछ नाकामा कसरी जुदाउ लुकी लुकी चियाउँदै गऱ्यौ के जादु झिमझिमाउने परेलीमा
बस्दैछ मुटु फिचेको केसमा सिउरेको त्यो फुलको तुङ्गा सुहायो सिरेमा हटाइदिम तिम्रो त्यो पछुरी देखाइदेऊ जुन चाहिँ मुहारी हँसिलो सजाएर राखिदेऊ कि तिमीलाई जुनसँग जुन पानीलाई चाहिँ देला तिमी सामु हुन लुकाएर राख्न पाए हुन्थ्यो मुटुभित्र दुःख सारा भुलिदिन्छु तिमी सामु हुँदा फिचेको केसमा सिउरेको त्यो फुलको तुङ्गा सुहायो सिरेमा हटाइदिम तिम्रो त्यो पछुरी देखाइदेऊ जुन चाहिँ मुहारी हँसिलो ती दुई नयन छन् धेरै सपनाहरू पुरा बनोस् गर्नेछु प्रार्थना तिम्रो हाँसोमा मुस्कानमा लुकेका ती दुःखहरू बोलाउन बन्नेछु सहारा रङ्ग सजाउँछ तिम्रो ओठको जुनले कथा सुनाउँछ दुनियाँको नजरबाट नजर छोडेर हेरिरहु तिमीलाई आँखाले छोएर फिचेको केसमा सिउरेको त्यो फुलको तुङ्गा सुहायो सिरेमा हटाइदिम तिम्रो त्यो पछुरी देखाइदेऊ जुन चाहिँ मुहारी हँसिलो फिचेको केसमा सिउरेको त्यो फुलको तुङ्गा सुहायो सिरेमा हटाइदिम तिम्रो त्यो पछुरी देखाइदेऊ जुन चाहिँ मुहारी हँसिलो छैन गरे अब आशीर्वाद दिने भने आशीर्वाद दिने भने म भनेर पढे लेखेको छौ के आशा गर्नु अब यति बाप अङ्कल होइन सबै यस्तो अरू बजाएर गर फुटबल सबैलाई कल्पना नानी खोइ खाता मलाई लगाइदिनु नमस्ते गरेको
छु नि सम्झना गोर्खा मेलैमा आउन नि पिरती गाँच्नलाई गोर्खा मेलैमा त्यो तिम्रो माना त्यो तिम्रो माना जिन्दगी भर छु नि सम्झना गोर्खा मेलैमा आउन नि पिरती गाँच्नलाई गोर्खा मेलैमा आउन नि पिरती गाँच्नलाई गोर्खा मेलैमा शीतलिनी बर्फी पल्छायाले झुटो बोल्या हैन नि मायाले गोर्खा मेलैमा आए कान्छ पिरती गाँच्नलाई गोर्खा मेलैमा बर्फी पल्छायाले झुटो बोल्या हैन नि मायाले गोर्खा मेलैमा आए कान्छ पिरती गाँच्नलाई गोर्खा मेलैमा आए कान्छ पिरती गाँच्नलाई गोर्खा मेलैमा मनको कुरा त्यसैमा खोल्दिन जिन्दगी भर झुटकैले बोल्दिन गोर्खा मेलैमा आउन नि पिरती गाँच्नलाई गोर्खा मेलैमा त्यसैमा खोल्दिन जिन्दगी भर झुटकैले बोल्दिन गोर्खा मेलैमा आउन नि पिरती गाँच्नलाई गोर्खा मेलैमा आउन नि पिरती गाँच्नलाई गोर्खा मेलैमा झुटो आशा नदेऊ है कहिले नि जिन्दगी भर साथिन्छु मैले नि गोर्खा मेलैमा आए कान्छ पिरती गाँच्नलाई गोर्खा मेलैमा नदेऊ है कहिले नि जिन्दगी भर साथिन्छु मैले गोर्खा मेलैमा आए कान्छ पिरती गाँच्नलाई गोर्खा मेलैमा आए कान्छ पिरती गाँच्नलाई गोर्खा मेलैमा दिन गइसक्यो मेरा गएको जो बनाउँदैन घुमेर गोर्खा मेलैमा आउन नि पिरती गाँच्नलाई गोर्खा मेलैमा गइसक्यो मेरा गएको जो बनाउँदैन
बाचा कसम सिमेर भूमिलाई दिन धोका म कहिले तिमीलाई गोर्खा मेलैमा आउन नि पिरती गर्नलाई गोर्खा मेलैमा सिमेर भूमिलाई दिन धोका म कहिले आउन नि पिरती गर्नलाई गोर्खा मेलैमा आउन नि पिरती गर्नलाई गोर्खा एकदम टाइम लाएर छोडिदेऊ यी हातहरू जन्म 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 जन्म
जीवन साथी तिमीलाई छ मेरो कसम जीवन साथी तिमीलाई छ मेरो कसम नछोडिदेऊ यी हातहरू जन्म 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 घामलाई सोधा जुनलाई सोधा मेरो भन्नु तिमी छौ मेरो भन्नु तिमी छौ मनको ज्योति विश्वासको मोती जति जे छौ तिमी हो जति जे छौ तिमी हो नबदलिदेऊ यी बातहरू जन्म 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 तिमीलाई देखौँ तिमीसँगै भेटौँ हर साँझ बिहानी हर साँझ बिहानी मरेछु भने सिरामा रहोस् तिम्रै हात सिरानी तिम्रै हात सिरानी सँगै बितुन् दिन रातहरू जन्म 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 जन्म
अनजाने अजनबी चले बांधने बंधन हाय रे दिल में है ये उलझन मिलकर क्या बोले क्या बोले क्या बोले रे मिलकर क्या बोले नई उमंग नई खुशी महक उठा है आंगन हाय रे घर आए मन भावन मिलकर क्या बोले क्या बोले क्या बोले रे मिलकर क्या बोले। बेचैनी बेताबी आज मुझे ये कैसी आज है जो पहले न थी दिल की हालत ऐसी हो आँखों को उसी का इंतजार है उन्हीं के लिए ये रूप ये श्रृंगार है देखी है तस्वीर ही आज मिलेंगे दर्शन हाय रे बढ़ने लगी है उलझन मिलकर क्या बोले क्या बोले क्या बोले रे मिलकर क्या बोले। रूप की रानी आई है जैसे गगन से उतर के मेरे लिए क्या मेरे लिए ऐसे सज के संवर के सबसे छुपा के किधर उधर से मुझको ही देखे चोर नजर से बात लबों पर है रुकी तेज दिलों की धड़कन हाय रे कल के सजनी साजन मिलकर क्या बोले क्या बोले क्या बोले रे मिलकर क्या बोले।
भेट्नु मलाई
भारतमा प्रगति नगर मगर समाजको छोरीको लानुभयो तर सम्झिँदा अनुरोध गर्दछु। सानो उस गर्दैछौँ सबैले ताली लगाएर हँसाइदिनुलाई पनि म अनुरोध गर्दछु। प्रस्तुति गर्दैछ तर अहिले जेएनजी आन्दोलनको कारणले गर्दाखेरि हाम्रो घोडाहरूलाई पनि राम्रोसँग ऊ पाएको छैन, गाइड पाएको छैन। त्यस कारणले जस्तो सुकै भए पनि हजुरहरूले चाहिँ सुपित्र छोरी सुपिक्षा थापा र बिरुवाटिन खाली बस्नुहुने हाल राङखोला बस्नुहुन्छ सुनिल थापा बारखोला प्रगति नगर लाङ्गाली परिवार लगाएर आफ्नो सम्पूर्ण इष्टमित्रहरूको तर्फबाट उहाँहरूको दाम्पत्य जीवनको लागि धेरै राम्रो सुन्दर होस् भन्नेको शुभकामना व्यक्त गर्न चाहन्छु। हजुरहरूलाई जो चिजले सम्मान गरिएको छ त्यो चिजहरूलाई पनि हेर्नु होला। चिजहरू राखिएको छ भने पनि त्यो चिजहरूलाई तपाईँहरूले हेर्नु होला। यति सुन्दर जोडीलाई तपाईँहरूको तालीको अलिकति अपुट जस्तो छ। हजुरलाई हामीले हिमालतिरबाट ल्याएको छ। उहाँले जापानबाट ल्याएको चस्माले पनि राम्रोसँग हाम्रो पत्र पढ्नुभयो। उहाँलाई धेरै धेरै धन्यवाद छ। हाम्रो भएको छ उहाँले हामीलाई गर्नुभएको छ भने अब हाम्रो सम्झिज्यूलाई चाहिँ नि उहाँको त्यति म सांसदमा जान्दिनँ नसक्छु संस्कार संस्कृति रीतिरिवाज र संस्कार सभ्यता मैले आज म यस्तो हाम्रो पुर्खाको इतिहास रीतिरिवाजलाई देख्न म एकदम कठुलो भएको छु। सम्पूर्ण परिवारलाई धन्यवाद आभार छु। यस्तै रीतिरिवाजको लागि हामीले पनि विदेशमा धेरै यो इतिहासको लागि पुर्खाको इतिहासलाई सम्पदालाई यो सम्पदाहरूलाई भाषा कला संस्कार संस्कृति पर्यटन अधिकार
2011बाट मैले स्थापना गर्दै आइरहेको आज मलाई एकदम खुसी लाग्यो मेरो छोरो बुहारी यो भेटको लागि आफ्नो परिवार पाहुना अतिथि वर्गहरूलाई म यति धन्यवाद आभार जान्छु र सम्पूर्णलाई गर्दछु। अब म त त्यति बोल्न जानिनँ पक्का पनि यो मलाई गिफ्ट दिनुभएको होला दाइजो हाम्रो छोरा बुहारीको बुवालाई बुवा त चाहिँ नभन्नु के अरे बाबा भन्नुपर्छ त्यस कारणले गर्दा यो गिफ्ट पनि हामीले हेर्नुपर्ने हुन्छ। म फेरि त्यति पढ्नसँग जानिनँ माफ गर्नु होला तर कुनै पनि छुटछुट हुनसक्छ है ल है म फेरि पढेर सुनाउँछु। म त्यति पढ लेखेको मान्छे त होइन एजुकेसनवाला मान्छे त होइन तर पनि एउटा संस्कार संस्कृति यो सम्पदा र सभ्यतालाई म सम्मान गर्ने तपाईँलाई अगाडि राख्दै म फेरि पनि म एकपल्ट दर्शन गर्ने यो पत्र म पढ्न मिति 2082/8/19 सिधै आदरणीय सम्झिदेऊ नमस्ते झोले मेरो पनि झोले फेरि जवाब गर्छ यो भनेको रीतिरिवाज हो। हामी यस बाघखोला प्रगतिशील लाङ्गाली परिवारले प्रगतिनगर लाङ्गालीले हाम्रो संस्कार संस्कृति रीतिरिवाज भाषा र वेशभूषाको जोगाना गर्नु हाम्रो पनि दायित्व कर्तव्य हो। थ्याङ्क यू धन्यवाद। यो पनि हाम्रो कर्तव्य सबै कर्तव्य हो भन्ने व्याख्यानलाई समावेश गर्दै हामी सम्पूर्ण बाघखोला प्रगतिनगर लाङ्गाली परिवारका दिदी बहिनी तथा दाजुभाइहरूले लोप हुन गइरहेको मगरहरूको यो परम्परा र संस्कारलाई जोगाउनको निम्ति यो रीतिरिवाजलाई सम्झिदेऊ समक्ष टक्राएका छौँ। यस कोसेलीलाई ग्रहण गर्दै सके उपर नसके बराबर गरी फिर्ताको दिन हुन भन्दै बिदा हुन्छौँ। गल्ती मान्छे पाठ पुग्छौँ। धन्यवाद। कृषक बाघखोला प्रगतिनगर लाङ्गाली परिवार थ्याङ्क यू धन्यवाद। परिवारलाई सम्मान गर्ने पर्छ होइन यस सम्पूर्णलाई धन्यवाद। यो भनेको सम्मान हो एउटा होइन मलाई कसरी दिनुभएको फेरि पनि म बोल्नै पर्छ। सर्वप्रथम त म यहाँको रीतिरिवाज यहाँहरूको मात्रै होइन है फेरि मेरो पनि रीतिरिवाज हो। यहाँहरूलाई रीतिरिवाजलाई सम्मान व्यक्त गर्दै यहाँले राख्नुभएको दस्तुर र एउटा यो कुनै पनि यो शुल्क होइन फेरि शुल्क नठानिनु होला। यस कारणले गर्दा यो रीतिरिवाज सम्पदा सभ्यता भाषाको र संस्कार संस्कृति पहिचान अधिकारलाई म मान्दछु र यहाँको यो यति सम्मानलाई म धन्यवाद आभार व्यक्त गर्दै मैले के गर्नुपर्छ मेरो दस्तुर म यहाँलाई बुझाउनेछु त्यति भने म तपाईँहरूको समूहबाट बिराउन चाहन्छु। धन्यवाद। जोड्दै उहाँलाई धेरै धेरै शुभकामना छ। यस दाम्पत्य जीवनमा उहाँहरूले चाहिँ खुसीको कामना गर्छ हाम्रो यस परिवारले र उहाँहरूले पनि हाम्रो स्वीकार्नु भएको छ। हाम्रो कार्यक्रम हामी अहिले अन्तिम चरणमा गइरहेको छ। सबै दाजुसँग यो कार्यक्रम चल्दै गर्छ। ल उपाध्यक्षको तर्फबाट हो सानो भेट आशीर्वाद दिएर आमा भगवती बेलाबाट खाना लगाएर सम्मान गरिदिनु म हार्दिक अनुरोध गर्दछु। ताली बजाइदिनु होला। अनि उहाँहरूको सम्पूर्ण आफन्तजीवनलाई आशीर्वाद दिने क्रम जारी छ। हाम्रो शान्ति जोगिका संस्था यहाँहरूको सधैँ उत्तरोत्तर प्रगति र दीर्घायु सुस्वास्थ्य र सुखद दाम्पत्य जीवनको लागि हार्दिक मङ्गल र शुभकामना व्यक्त गर्न चाहन्छौँ। हाम्रो
संस्कृति तपाईँहरूको यो यति राम्रो कला संस्कार संस्कृति वेशभूषा र पहिचान अधिकारलाई हामीले स्वीकार गरियो तर चाहिँ तपाईँहरूको यो यति राम्रो आदरणीय यो सम्मान व्यक्तहरूलाई हामीले त्यति गर्न सकेन माफी चाहन्छु र यो निमन्त्रण पत्रको लागि मैले अघि नै पढिसकेको छु र मैले समयको अभाव सबैलाई समयको खाँचो छ र पाउबन्दी छ यो समयको पाउबन्दीलाई फेरि पनि हामीले कुनै पनि डोपर समय नलिउँ भनेर यो पत्रलाई मैले फेरि दोबारा मैले रिप्लाई दिन सकेन माफी चाहन्छु र हजुरहरूको यो सम्मान स्वरूप कला संस्कार संस्कृति पहिचान अधिकार सम्पदा सभ्यता इच्छा त्यो मौलिक संस्कारहरूलाई हामीले स्वीकार गरियो भने हाम्रो हाम्रो यो संस्कारलाई पनि हजुरहरूले निमन्त्रणाको साथ स्वीकार दिनु होला हामीले पत्र लेख्न सकेन माफी चाहन्छु र यो चाहिँ हजुरहरूको यो रीतिरिवाजलाई फेरि पनि म ढोकेर यही स्टेटबाट सम्मान गर्न चाहन्छु र हजुरहरूले पनि यो सम्मानलाई स्वीकार गरिदिनु होला भन्दै म मेरो 2 शब्दबाट बिदा हुन चाहन्छु जोरले बाडखोला परिवार लाङ्गाली परिवारलाई साथै पत्रको जोडलिङ ना भइया छ इसे पत्रको जवाब रिक्रेता नै माभएका ना हो गई अब सम्मानदाता होइन त अब सबै कुराकै नै अब एकदमै अब सम्मानले र ना हो गई यहाँकै या छ पनि अब तरै नै वापस जाने है ल छैन है ना हो गई यहाँकै यहाँ भने हो त्यही नै वापस जाँदै यहाँ नाको सब परिवारकै अब लाङ्गाली परिवारकै अब धन्यवाद तर्फ है जम्मै इलाङ दास्न यहाँ है नाको सामान अब अलग्गै पर्छ है अलि है ल दामै है बाई अलिकति छुटेको कुरा माफी चाहन्छु फेरि धेरै बोल्न नभनिदिनु होला यहाँ त निमन्त्रपत्र त सराहनीय लेख्नु भएको छ हाम्रो यो आसिनकरण हलमा त मैले सुनाइसकेँ र यो दिदी बेलामा त स्टेजमा त सबैजना दिनुभएको थियो हाम्रो दिदीबहिनीहरू हाम्रो चेलीहरू तर मैले त अहिले दिने बेलामा 2 जना मात्र देखेँ यतिजनालाई म दिन्नै फेरि मैले यतिजनालाई मात्र दिँदैन है फेरि मेरो पनि एउटा कबुल हुनसक्छ कबुल हुनपर्छ होइन एउटा मौलिकलाई हामीले बचाउनुपर्छ भोलि पनि हामीले धेरै ठाउँहरूमा यो संस्कार संस्कृति बचाउनुपर्छ त्यस कारणले गर्दा 2 जना चाहिँ म यो सम्भव छैन है फेरि मैले स्वीकार गरेँ हजुरको नभए तर चाहिँ हजुर आइदिनु होला है त ल नै छोरा रानी ना गई अब नाके पर्दैन भने नाके अब बार्खोला प्रयोगमा गएर नागाली पठाएको चाहिँ झोरा नाके पनि भन्दा अब नाको सम्म भारी छ यहाँके नाको के वापस जाँदैन मिर्चमा खाने है दिदीको मिर्चमा खाने है नाके कति बिग्रेन नि त होस् न यहाँ भने है ल मोस्नी गिन्नी है गिन्नी गैया है धन्यवाद खुसी छ नि ल खाना नि ल धन्यवाद ल झोल ल पत्ताको झोल है ल ल ल धन्यवाद परिचय चाहिँ दिनुपर्ने रहेछ है म चाहिँ डुलाको बाउ डुलीको ससुरा या मुठा बाबा गएर है सरी म पहिला भन्नुपर्ने थियो मेरो परिचय चाहिँ म दिन सकेन माफी चाहन्छु
चाहन्छु हजुरले भने अर्थबाट मैले माफी माग्दै यो चाहिँ हजुरहरूले गल्ती भएमा अझै पनि हामी यहाँबाट बाहिर गएको छैन है हजुर ए हजुर ल हस् धन्यवाद एकदम धन्यवाद है ल यो हेर्नु होला है ल हजुर यो कला संस्कार मौलिक संस्कार हो धन्यवाद है ल नजिक भयो खुसी लाग्यो
पैसा 4,10,465 रुपियाँ हामीले यो हजुरलाई नै दिने हो त्यो अहिले ढिलो भएको कारणले गर्दा भिडियो देखाउने भयो होइन परेन भयो ल हजुरलाई चाहिँ बाटोमा एउटा सानो रिफ्रेसमेन्टको लागि है बाटोमा गोवालीको भन्ज्याङमा गएर हजुरहरू जस्तो परिपक्व त होइन तर पनि एकदम खुसी लाग्यो सम्मान छ हाम्रो तर्फबाट एकदमै यही स्टेज यही अहिले हाम्रो समूहमा माथि मान्नुपर्छ है त त्यस्तो हुने चाहिँ र फेरि हजुरहरूले सम्झियो अब हाम्रो अग्रजहरूले यदि यो कममा हजुरहरूले भएको विश्वासको पात्र दिनुभएको छ यो कममा चाहिँ मैले मेरो बुहारी मेरो छोरालाई उहाँ भोलि एक पैसा मैले हिँडेर गर्नु भोलि घर बिमार गरेर परिस्थितिमा के होला त्यो कुरा म भन्दैन तर पनि यो जिम्मेवारी मैले एउटै बुहारी हो है त
दाइ बोलाको त